कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली नायिका। तर नेपाली दर्शकलाई बाल कान्समा हिँडोस् कि नाक्समा हिँडोस् तर टाउकोमा चाहिँ नटेकोस् भन्ने जनताहरू दर्शकहरू छ नेपालमा। सुरक्षा पन्त सुरुवात कि अन्त? सुरुवात भनौँ भने त्यस्तो फिल्म चलेको त्यस्तो हिट देखिँदैन सुनिँदैन। अन्त भनौँ भने फेरि फिल्म पाउन छोडेको पनि होइन। ठुलो बजेटको होस् कम बजेटको होस् बिना बजेटको होस् फिल्म पाकै छ आएको आएकै छ। केही समय अगाडि एउटा कुराले निकै चर्चा पाएको थियो, हिरोइन पनि यस्तो हुन्छ, यस्तो नराम्री पनि हिरोइन हुन्छ भनेर कमेन्टमा सुरक्षा पन्तलाई उडाइएको थियो। अनि सुरक्षा पन्तले त्यसको डिफेन्समा फेरि म आफूलाई राम्रो देख्छु भनेर भन्नु परेको थियो अथवा भनेकी थिइन्। कस्तो मेन्टालिटी कस्तो माइन्डसेट हो कस्तो दिमाग हो हामी दर्शकहरूको नेपाली दर्शकहरूको। अब हिरोइन भन्ने बित्तिकै पर्दामा नाचगान गर्नुपर्ने, राम्री चिट्टिको परेको मिलेको फिगर अनि अब त्यस्तै प्रकारको अनुहारको बनावट हुनुपर्ने होला। नेपालमा र सम्भवतः अब यो दक्षिण एसियामा नै एउटा नारीले एउटा महिला कलाकारले आफ्नो कपाल साँच्चीकै खौरिएर काट्नु पनि होइन, छोटो बनाउनु पनि होइन अथवा ब्रुट कट काट्नु पनि होइन, पुरै खौरिएर चिन्डे भएर एउटा पात्रलाई जीवन्तता दिने नायिका मात्र सुरक्षा पन्त हो। यस्तो साहस गर्ने यस्तो पर्फर्मेन्स दिने नायिकाहरू यो समयसम्म चाहिँ नेपाली फिल्म इन्डस्ट्रीमा छैन। जबकि हिरोहरूलाई नै यो गाह्रो हुन्छ, कपाल काट्नु भन्ने कुरा होइन, चिन्डे बनाउनु भन्ने कुरा। तलबजङ भर्सेस टुल्केमा नायक पात्रले कपाल काटेको थियो अनि त्यो नै ठुलो चर्चा, हिम्मतिलो काम थियो। भनेदेखि एउटा नारीले एउटा के हामीले कुनै पनि कलाकार चाहे त्यो मेल आर्टिस्ट हो या फिमेल आर्टिस्ट होस्, के हामीले उनीहरूलाई हाम्रो आफ्नो सोचको परिधिभन्दा बाहिर आएर कहिले मूल्याङ्कन गरेको छौँ? कहिले हाम्रो आफ्नो समुदायभन्दा बाहिर आएर न्युट्रल रूपमा कलाकारको कलाकारिताकै हिसाबमा मात्रै हामीले मूल्याङ्कन गरेको छौँ? फिमेल आर्टिस्टले चलचित्रको लागि आफ्नो कपाल खौरिएर पर्फर्मेन्स दिनु भनेको चाहिँ यो चाहिँ आम दर्शकहरूको सोचाइभन्दा बाहिरको कुरा हो। अनि यो फिल्मको लागि मात्रै गरेर भन्ने कुरा पनि हुँदैन, किनभने फिल्मको सुटिङ सकेपछि त आफ्नो वास्तविक जीवनमा जिउनुपर्छ। अनि एउटा नारीको लागि एउटा कपाल खौरिएर हिँड्नु भनेको चाहिँ धेरै ठुलो चुनौती हो। अनि त्यो चुनौतीलाई पनि स्वीकार गर्नु सक्ने आँट हिम्मत भएको कलाको लागि त्यति समर्पित भनेको चाहिँ सुरक्षा पन्त हो। अनि कपाल खौरिएर मात्रै चाहिँ पर्फर्मेन्स राम्रो हुने पनि होइन, कपाल खौरिएर मात्रै त्यो पात्र जीवन्त हुने पनि होइन। कपाल खौरिएपछि अनि त्यो पात्रलाई जिउने र पात्रलाई पर्दामा उतार्ने त्यो अभिनय कला पनि सुरक्षा पन्तमा छ। सुरक्षा पन्तले उसलाई दिएको चरित्र अथवा उसले पर्दामा निभाएको चरित्रलाई कति न्याय गर्न सकेको छ त्योसँग सरोकार राख्दैनौँ। कति राम्री देखिन्छसँग चाहिँ सरोकार छ। ऊ राम्री देखिनु या नदेखिनु त त्यो दृष्टिकोणमा भर पर्ने कुरा हो। दर्शक पनि परिपक्व हुन सकिएको छैन। कलाकारिताको हिसाबमा कलाकारिताको उसको पर्फर्मेन्सको तराजुमा राखेर हेरौँ न। यति मात्रै हो कि अहिलेको मेन स्ट्रिम फिल्म मेकर्सहरूको फर्स्ट चोइस चाहिँ ऊ नहुन सक्छ, किनभने बजारमा चलेको र चल्ने अरू अप्सनहरू छ। सुन्दर नायिकाहरू जसले कमेन्ट गरे ऊ चाहिँ राम्री छैन भनेर, राम्री नायिकाहरू खोजेर फिल्म बनाउनेहरू पनि छन्। किनभने फिमेल सेन्ट्रिक फिल्म त्यति बन्दैन पनि नेपालमा। फिमेलले नै फिल्म बोकेर होइन कमर्सियली बक्स अफिसमा हिट गराउने भन्ने धेरै कम छ। स्वस्तिमा खड्काको एउटा उदाहरण बाहेक हालसालै लाली बजार उसको आफ्नो बलबुताले चलायो भन्ने कुरा पनि छ होइन। नेपाली दर्शकहरूको चाहिँ विचार अनि व्याख्या अनि परिभाषा कलाकारिताको परिभाषा अलिकति फराकिलो हुनुपर्छ जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि चाहिँ राम्रा कलाकारहरू अघि आउने अवसरहरू हुन्छ। अनि एउटै धारको फिल्म एउटै फर्मुलाको फिल्म नहेर्ने भन्ने दर्शकहरूको लागि विकल्पको के त? अनि उदाहरणको लागि अब त्यस्तो प्रकारको चुनौतीपूर्ण क्यारेक्टर छ भनेदेखि अथवा कथावस्तुमा फिल्म बन्दाखेरि
जुन चाहिँ मेन स्ट्रिम नायिकाहरू भनेको छौँ, जसलाई चाहिँ सुन्दर अथवा सुन्दरीको परिभाषामा राखिन्छ, ती नायिकाहरूले त्यस्तो प्रकारको चुनौतीपूर्ण भूमिकाहरू निभाउन सक्छ या सक्दैन भन्ने पनि अर्को कुरा छ है। त्यस कारणले गर्दा हामीलाई हरेक प्रकारको, हरेक जनरको, हरेक क्यारेक्टरहरूको अथवा भनौँ न हिडन स्टोरिजको हामीलाई चाहिँ कथामा फिल्म बनेको हेर्नु छ, फिल्म इन्डस्ट्री अघि बढ्नु छ। त्यसको लागि चाहिँ हामीलाई विभिन्न प्रकारको डाइमेन्सन भएको कलाकारहरू चाहिन्छ। कमर्सियल्ली अब नाचगान गर्ने पनि चाहिन्छ, एन्टरटेनमेन्ट गर्ने कमिक टाइमिङ राम्रो भएको कलाकारहरू पनि चाहिन्छ। त्यस्तै अर्को मेथड एक्टरहरू पनि चाहिन्छ हामीलाई। एकदमै कमर्सियल्ली अब हिट नहोस् अथवा सङ्ख्याको हिसाबमा बढी नहोस्, तर जति पनि काम गर्छ एकदमै सशक्त गर्नेहरू पनि चाहिन्छ। अनि एक हिसाबमा भन्नुपर्दाखेरि अरू छैन भनेको होइन, अरू पनि गर्न सक्नेहरू धेरै छ। नामै लिनु पर्दाखेरि स्वस्तिमा भयो, स्वस्तिमा खड्का, अर्को एकदमै पोटेन्सियल भएको रिचा शर्मा है। त्यसपछि अर्को अब क्यारेक्टरलाई एकदमै राम्रोसँग गर्न सक्ने भनेको दिया मास्के हुन्छ यो अब अहिलेको समयमा। जस्तै कि कुनै समयमा चाहिँ हाम्रो मिथिला शर्मा हुनुहुन्थ्यो, मुकुन्डो गरेर इन्टरनेसनल फिल्म फेस्टिभल जाने, गौरी मल्ल, त्यस्तो त्यस्तो कलाकारहरू पनि थिए भन्छ। अहिलेको समयमा पनि छन्, तर सबैलाई सबै प्रकारको प्लेटफर्म खुला भयो भनेदेखि चाहिँ अरूले पनि मौका पाउँछ भन्ने कुरा। त्यसै कारणले गर्दाखेरि हामीले नायिका भन्ने बित्तिकै अब राम्री नराम्री होइन भन्ने कुरामा त्यतातिर नजाउँ, कतिको कलाकारको हिसाबमा चाहिँ अभिनयमा सशक्त छ भन्ने कुरातिर पनि जानुपर्छ होला। अहिलेलाई यति नै। च्यानल सब्सक्राइब गरिदिनु होला भनिकन म बिदा माग्न चाहन्छु।